कसको लागि बाँच्नु? के अब तिमीले मलाई कहिले पनि माफ गर्दैनौ? अहिलेको मेडिकल इन्डस्ट्री एकदम अगाडि बढिसक्यो। उपचारै नहुने रोग त बिरलै हुन्छ। यदि उपचारै नहुने रोग भए पनि त्यसको असरलाई कम गराएर मान्छेहरू अधिकतम जीवन बाँच्न सक्छन्। अनि तपाईँ चाहिँ किन यसरी हार खानुहुन्छ? भयो पल्पसा, छोडो यो कुरा। भन के खान्छ? म चिया बनाएर ल्याउँ? होइन, तपाईँ बस्नुहोस्, म चिया बनाएर ल्याउँछु। होइन पल्पसा, तिमी बस। तिमी मेरो घरमा पाहुना भएर आएकी छौ, म आफै बनाउँछु।